हर्वेदा बोटानिकल स्टार्ट गर्नुभन्दा अगाडि चाहिँ खासमा 10 वर्ष अगाडि भुइँचालो गएपछि चाहिँ म अमेरिकामा एज अ साइन्टिस्ट वैज्ञानिक काम गरिरहेको थिएँ र भुइँचालो गएपछि नेपालमै केही गर्नुपर्छ भन्ने खुल्दुली थियो र अब चाहिँ फर्क्यौँ भनेर फर्किँदाखेरि नेपालमा के गर्न सकिन्छ त भनेर विभिन्न जिल्लामा हेर्न जाँदाखेरि एउटा अथाह हाम्रो सम्भावना देखेको चाहिँ जडीबुटीमा एकदम सम्भावना देखियो। मेरो आफ्नै ब्याकग्राउन्ड पनि ड्रग डिजाइन केमिस्ट्री भएको कारणले यो प्लान्ट्सको केमिस्ट्री बुझेर र हाम्रो मौलिक ज्ञानलाई चाहिँ कसरी जोड्न सकिन्छ अनि त्यो गर्दाखेरि चाहिँ हाम्रो जो चाहिँ यो मूल्य श्रृङ्खलामा जोडिनु भएको छ जडीबुटीको उहाँहरूलाई कसरी हामीले सपोर्ट गर्न सक्छौँ त भन्ने हेर्दाखेरि चाहिँ हर्वेदा बोटानिकल्स भन्ने ब्रान्ड जसले चाहिँ स्किन केयर हेयर केयर हैन र विभिन्न सुगन्धित तेलहरूमा हामीले काम गर्यो भने चाहिँ यो होल मूल्य श्रृङ्खलालाई पनि राम्रो गर्न सक्यो र राम्रो खालको प्रडक्ट इन्टरनेसनल लेभलको प्रडक्ट चाहिँ विदेशमा पनि नेपाललाई पनि चिनाउन सक्यो र प्रडक्टलाई पनि लग्न सकिन्छ भनेर चाहिँ हर्वेदा बोटानिकल्सलाई स्टार्ट गरे। विश्व मार्केट र नेपालकै मार्केटमा हेर्ने हो भने पनि नेपालमा अत्याधिक रूपमा चाहिँ यो कस्मेटिक प्रडक्ट्सहरू स्किन केयरहरू पर्सनल केयर चाहिँ इम्पोर्ट भएको देखियो भनेपछि हाम्रो व्यापार नाफा भन्दा नि व्यापार घाटा हुने भयो र स्पेशली नेपाल जस्तो देशमा जहाँ चाहिँ वन सम्पदा एकदम धेरै छ कन्जर्भेसनको एस्पेक्टबाट हामीले एउटा गरिरहेको भनेको चाहिँ हामीले जुनै पनि जडीबुटी लिन्छौँ त्यो जडीबुटीहरू चाहिँ सस्टेनेबली हार्भेस्ट गरेको हुनु पर्यो एकैचोटि विनाश नहोस् भन्ने हिसाबले हामीले रेयर मेडिसिनल अर्किड्सहरू रेयर प्लान्ट्सहरूलाई पनि युज नगर्ने होइन तर त्यो कसरी गर्छौँ भन्दा ल्याबमा ग्रो गरेर चाँडै एउटा लेभलमा ग्रो गराएर त्यो ल्याबको प्लान्ट्सलाई हामीले युज गरेर र कतिलाई चाहिँ बेर्नाको रूपमा ब्याक टु द नेचर पनि हामीले पठाएको छौँ। टेक्निकल्ली पनि जो फार्मरहरू हुनुहुन्छ या वाइल्ड ग्रोनहरूलाई पनि हामीले ट्रेनिङहरू दिएर चाहिँ कसरी सस्टेनेबली हार्भेस्ट गर्ने र इनफ्याक्ट बेर्ना नै दिएर पनि हाम्रो चाहिँ बायोडाइभर्सिटी रिसर्च सेन्टर पनि छ हर्वेदाको होइन जहाँ चाहिँ हाम्रो 17 रोपनी जस्तो जग्गामा चाहिँ हामीले फार्मिङ गरेर विभिन्न जडीबुटी उमारेको छन् जुन हामीलाई रेलेभेन्ट छ र त्यसको बेर्नाहरू चाहिँ हामीले फार्मर्समा दिने प्लानले चाहिँ त्यो पनि अहिले गरि पनि रहेछ। सो हामी चाहिँ प्लान्ट भन्दा पर होइन हामी इन्टिग्रेटेड छौँ होइन हाम्रो लाइफ त्यसरी हुने भयो। एन्टरप्रेन्योरसिपको जर्नीमा चाहिँ सधैँ एकनास हुँदैन कहिले तल कहिले माथि हुन्छ त्यही भएर जसले सुरु गर्न लाग्यो त्यो मान्छे चाहिँ म जेसुकै होस् यो गरिकन छाड्छु भन्ने चाहिँ विल पावर हुनु। सो एउटा भनेको निराशाबाट आशातिर आशामुखी हौँ अर्को भनेको पर्सिस्टेन्ट र हार्डवर्किङ हौँ र अर्को भनेको चाहिँ कोलाबरेटिभ हौँ भनेर भन्छु म।